बाबु न भैया सबसे बडा रुपैयाँ भन्दै पैसा हतार हतार घनेर झोलामा राखेँ। आज मेरो पसलको सुरुवात चाहिँ हातको घडी फुकालेर साइडमा राखेर पहिलो कस्टमरलाई माछा तौलेर दिँदै गरिदिएको हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ होटलमा लाने अरे, होटलको लागि अलिक ठुलो चाहिन्छ भनेर अलिक ठुलो हालिदेऊ भन्नुभयो। मैले त्यो राखेर अलिक त्योभन्दा चाहिँ ठुलो तौले, जुन चाहिँ ठिकै छ, यो चाहिँ ठिक्कको रहेछ, हालिदेऊ भन्नुभयो। अनि मैले चाहिँ त्यही हालिदिएँ। हेर्न सक्नुहुन्छ, यो चाहिँ रहु माछा हो। यो प्रायः जसो विराटनगरको अधिकांश होटलहरूमा चाहिँ चल्ने भनेकै यही माछा हो। यो माछा चाहिँ अरू माछाभन्दा चाहिँ एकदमै स्वादिलो हुन्छ। काँडा पनि कम्ती लाग्छ। काँडा चाहिँ हुन्छ अलिअलि, तर अरू माछाभन्दा चाहिँ अलिक कम्ती हुन्छ। उहाँको माछा तौलेर चाहिँ म छिटो खुर्किनतिर लागेँ। हेर्न सक्नुहुन्छ मेरो खुर्किने हतियार पनि बाँस काट्ने आँडी हो, बाँस काट्ने औजार हो, जसले चाहिँ माछा खुर्किने गरेको छु। उहाँले चाहिँ पिस गोलो गोलै बनाइदेऊ भाइ भन्नुभयो। अनि उहाँको डिमान्ड अनुसार हेकुला निकालेर चाहिँ पिस बनाइदेऊ भन्नुभयो। अनि ठिक्क टाउको चाहिँ सानो गोलो घुमाएर काटेर हेकुलाको एक पिस निकालेर अनि उहाँको डिमान्ड अनुसार नै पिस पनि बनाउन थाले। पिस चाहिँ हेर्न सक्नुहुन्छ, उहाँले चाहिँ यो पिस 100 रुपियाँ पिसले बेच्नुहुन्छ, जबकि अरू पसलहरूमा 150 रुपियाँ गोटाले बिक्री हुन्छ। उहाँले चाहिँ भन्नुभयो हाम्रोमा चाहिँ अलिक सहिले मात्र जान्छ भाइ, अलिकति सानो नै बनाइदेऊ, तर पिस चाहिँ अलिक लामो लामो बनाइदिनु भन्नुभयो। अनि उहाँको डिमान्ड अनुसार नै पिस चाहिँ अलिक मैले छर्के पाराले लामो लामो काटिदिएँ। जुन पिस चाहिँ हेरेर उहाँले अत्यन्तै मन पराउनु भयो। ठिकै छ, अब फेरि आउँदा पनि यस्तै पिस बनाइदेऊ है भाइ भनेर जानुभयो। हेर्न सक्नुहुन्छ, पिस पनि धेरै राम्रो खालको बनाइदिएको छु मैले। टाउकोलाई चाहिँ 2 भाग बनाएर उसको कान निकाल्देऊ भन्नुभयो। अनि टाउको पनि 2 फाक्ला बनाएर उसको कान निकालेर राम्ररी तयारी गरेर दिएँ। अनि आज चाहिँ मैले चितल पेटी